सो हेलो साथीहरु, म चाहिँ आज मेरो चाहिँ ट्रेनिङ थियो आज अनि ट्रेनिङ सिद्धेर आएको हैन। मलाई चाहिँ यता कोठामा सिधै ल्याइदियो के ब्राह्मणहरुले। अनि भोक लागेर यो दुईटा अन्डा लिएको छु। अनि यो चाहिँ ल यो चाहिँ ओहो यो चाहिँ भात है मेरो। यो 1 रुपैयाँ भयो यो भात, 1 रुपैयाँको यो 1 रुपैयाँको यो 3 रुपैयाँ गयो। 3 रुपैयाँमा अनि ठ्याक्कै एउटा दाल छ है। यो दालमा यति आजिनोमोटो छ कि के गर्नु, खानु पर्ने हुन्छ। सब्जीहरुको पाइन्न हैन। अब पाउन त पाइन्छ तर अलि महँगो नै पर्छ। अब त्यसको लागि म अहिले अलिकति पैसा छैन अहिले हैन। हाम्रो चाहिँ अब हामी चाहिँ भर्खर आएको, त्यही भएर अलिक खानुको लागि इनफ हुँदैन के पैसा। अब ड्राइभरमा यसै हुने रहेछ हैन। बेसिक स्यालेरी पनि कम नै आउने रहेछ। अनि यो दाल हुन्छ। यो दाल यति गुलियो छ कि अब के भन्नु यार, गुलियो मात्रै छ दाल हैन, यति खास राम्रो पनि छैन। दाल यस्तो चाहिँ पानी जस्तो हुन्छ दाल चाहिँ। घरतिर अब दन्काएर खाने बानी। अब घरमा त अब मिठो भयो भने अलिकति नमिठो भयो भने हैन कम्प्लेन गर्ने, यस्तो छैन उस्तो छैन भन्ने। अब यहाँ कसलाई भन्ने त नुन सुन केही छैन। अनि नुन छ यहाँ है, त्यो पनि हामीले किनेको नुन हो यो। यहाँतिर यति राम्रो पनि हुँदैन क्या। सब्जीमा नुनै हुँदैन यार। अनि त्यो भएर क्या अब अलिकति कामसम भएर हाम्रो स्यालेरी आउनु भयो त यसो अलि मिठो मिठो खाना राम्रो ठाउँमा खानु हुन्थ्यो। अहिले पैसाको अभाव छ, के गर्नु, महिना पुऱ्याउनु गाह्रो हुन्छ। अनि यहाँ एउटा परौठा लिएको छु मैले। यो परौठा हो 1 रियालको, टोटल 4 रियाल है त। अनि एउटा केरा लिएको छु यसो खाउँ भनेर, 5 रियाल, 180 रुपियाँ नेपाली। यति हो खाने भनेको। केही छैन यार, यस्तो भातै जान्दैन अब यहाँ हेर्नु न, केही छैन यो। यो दाल हो, यो अन्डा छैन भने चाहिँ भात खानु पनि सकिन्न। जिन्दगी यस्तो छ विदेशमा। अहिले भर्खर भएर गाह्रो हुन्छ, पछि त ठिकै होला। तर मिठै छ है। मिठो नभने मिठो खानु पर्यो होइन। अलिकति राम्रो भनेको परोठा होला यार।